मलाई जिन्दगीमा मान्छेले होइन जे सोच्छ नि त्यो अवश्य गर्छ जस्तो लाग्छ। किन भन्दाखेरि जो मान्छेमा मैले यो गरेर देखाउँछु भन्ने एउटा चाहिँ मनभित्र एउटा जलन हुन्छ नि होइन, जब आगो बल्छ नि मान्छे अवश्य गरेर देखाउँछ क्या। किन भन्दाखेरि त्यो खालको तपस्या तपाईँमाथि हुनु पऱ्यो क्या। म यो चाहिँ गरेरै देखाउँछु, गरेरै छाड्छु भन्ने तपस्या हुनु पऱ्यो मनमा होइन। अनि यहाँनिर हामी फेरि कहाँनिर चुक्छौँ भने जस्तै आज एउटा मोटिभेसनको कुरा सुन्छौँ होइन, जस्तै कसैले तपाईँलाई चाहिँ एउटा होइन सङ्घर्षको, दुःखको, पीडाको अनि इन्सपायर गरिरहेछ, मोटिभेसनको कुरा आइरहेछ नि, अनि एकछिन सुन्छौँ अनि भुल्छौँ क्या भोलिपल्ट होइन। तर त्यहाँ वाट द मोटिभेसन जब हामीले चाहिँ एउटा राम्रो पाठ सिक्ने भनेको हाम्रो घरको फ्यामिलीको अवस्थादेखि होइन। जब मेरो घरको अवस्थादेखि मैले केही कुरा बुझ्न सक्दैन भने नो वन क्यान चेन्ज मी, मलाई कसैले पनि चेन्ज गर्न सक्दैन क्या होइन। अब म आफूलाई चेन्ज गराउनलाई मैले घरको अवस्था बुझ्नु पऱ्यो क्या मैले कुरा होइन। मेरो बाबाको दुःख, मेरो बाबाको पीडा होइन, अनि घरको अवस्था है, त्यो घरको अवस्थाले नै मान्छेलाई परिवर्तन गर्ने हो क्या खास होइन, मोटिभेसनलाई होइन। जब घरको अवस्था, घरको दुःख पीडाले तपाईँलाई चाहिँ बदलाउन सक्दैन भने नो वन क्यान चेन्ज यु, तपाईँलाई कसैले पनि जिन्दगीमा चेन्ज गर्न सक्दैन, ट्रस्ट मी होइन। त्यही भएर आफ्नो घरको दुःख पीडा बुझ्नुहोस् होइन, अनि जिन्दगीमा केही गर्नुहोस्। थ्याङ्क यू।